ओ के ओइ यो त है यत्रो खेतीपाती यत्रो थियो है तिमीहरू हिँडिहाल्यौ अनि अब खेतीपाती त बाँझो भयो नि अनि के अनि दाइ अब जानै पर्यो गर्नु पर्यो हैन यो सबैले तिमीहरूलाई बिर्सिसक्यो अनि यसो डाँडा होइन दाइ बिर्सेको भएदेखि त किन आउँछ र हैन हजुरको माया ममता उ छ त्यही भएर आएको ल रोकिनु त होइन है अनि यो तल ठुलो काका होइन हो ठुल्दै हो ठुल्दै के भयो ठुल्दै म रामजी हौ माथि भवनाथको छोरो माथि फुकाउनु लैजाउँ साइला काका फुका भने ठिक के भागेर हिँड्छ गो उहाँलाई के यो भइराखेको छ यसो फुकफाक गर्नुपर्ने हो जस्तो छ यसो उहाँको लागि हेर्नु के भएको हेर्नु त के भयो साइला काका म त आउँदै थिएँ हेर्नु त्यहाँ लडेर देखेँ होइन बेला बेलामा यस्तै यस्तै भइरहन्छ यो मान्छेलाई के भएको यसो हेर्नु पर्यो नाडी हेर्नु त यो त धेरै समयमा आएकोले यतैको जङ्गलतिरकै लागेछ सिकारी धेरै टाइममा आएर अब यहीँको माटोले फुकेपछि ठिक हुन्छ केही गर्नु लसाइललाई फुक्नु पर्यो लौ त यो यस्तो भक्कु भयो गएर ठिया गरेर राखौँ अब ठिक हुन्छ साइला काकाले आइसकेको छौँ है ल अब ठिक भयो दाजु ल अब चिन्ता नपर्नु ठिक हुन्छ उहाँ दौडेर हामी यो हाम्रो यो गाउँको सान्दाई ल अब 5 मिनटमा ठिक हुन्छ ठिक हुन्छ